बताउनु जान्छ बताउनु हात कसरी नहाल्नु हात कसरी नहाल्नु हात कसरी एकछिन चुप रह भाइ हात नराख्ने हात नराख्ने घरमा आन्दोलन गर्नु तर तेरो पार्टीले गरेको तेरो बाउले गरेको थाहा छैन तेरो बाउले तेरो दिदीबहिनीलाई गर्यो भने के गर्छस् अपराधी बलात्कारीको पार्टी यहाँ आएर बढी गराउँछन् हात नराख्ने है हात छुने काम नगर्नुहोस् है अपराधीहरू आएर तेरो बाउलाई गर्न